एभ्रिवान, आज चाहिँ हाम्रो दाङमा 6 days हो हैन। आज चाहिँ फाइनली अब हामी बेलुका घर जान्छौँ। बेलुकाको गाडीमा बिहानकोमा जाने भनेको थियौँ, तर बेलुका गाडी बिहानको पाएन, राम्रो भएन। अनि त्यही भएर बेलुकाकोमै जान लाग्यो। अनि अहिले चाहिँ हामी फोटोसुट गर्न अनि भिडियोहरू बनाउनलाई जाँदैछौँ यसो बाहिरतिर। अनि ऊ चाहिँ यहाँ छेत्री ड्रेस लाएर अनि मैले चाहिँ कुर्ता सुरुवाल लाएको तोरीबारीमा फोटो खिच्नलाई। सो आज चाहिँ हामी यतिकै अब फोटोसुट गर्ने यति गर्ने अनि भरे बेलुका गाडी चढ्ने। भरे बेलुका हामी छुटिहाल्छौँ जानु के ल। अब तोरीबारी आइछ गाइज। ल यही हो तोरीबारीमा चाहिँ हामी फोटोसुट गर्ने। यस्तो राम्रो रहेछ है बाक्लो। मैले तोरीबारी कति होइन फोटोसुट गर्न यस्तो मन लागेको थियो तोरीबारीमा। ओ माइ गॉड बाक्लो। मलाई यस्तो फोटोसुट गर्न मन लागेको थियो है तोरीबारीमा है। हिजोदेखि हेर्दै गएको आएकोदेखि हेर्दै गएको बाटोमा हेर्दै मात्र गएको। फोटो चाहिँ खिच्नै पाएन कि आज पाइले। ल ल अब हामी चाहिँ फोटोसुट गर्छौँ, भिडियो गर्छौँ अनि ब्याक टु यु। भिडियो कति राम्रो। ल गाइस, हामी चाहिँ अघि फोटोसुट खिचेर नै फर्केर लुगा चेन्ज गरेर फेरि अब दिदीहरूको बारीमा जाँदैछौँ हेर्नलाई। तोरीबारी छ त्यहाँ पनि, हजुरलाई देखाउँछु। आज घाम लागेको छैन, त्यही भएर फोटो भिडियो नि राम्रो आएन। एक्सपेक्टेसन है, एक्सन जति गरेको थिएँ त्यति राम्रो चाहिँ भएन। अब के गर्नु, त्यस्तै छ मौसम, च्यालेन्ज भन्दैपछि होइन।
दाइको फोटोसुट गरे हामीले चाहिँ कस्तो राम्रो आएको छ तोरीबारीमा। त्यहाँ चाहिँ घाँस बोकिरहनु भएको छ, लिजा त्यहाँ बसिरहनु भएको छ। यहाँ चाहिँ तोरीबारी छ पछाडि। कसले यो धनियाँको फुल कस्तो राम्रो भएको है, धनियाँको फुल के हो। कस्तो मिठो बास्ना आएको छ के। भने तपाईँ बोलेको आएन तर त्यो पनि हो आफूहरूको। ऊहरूको चाहिँ धनियाँ खतरा फल्या रहेछ त, धनियाँ अनि ऊ है गाजर धनियाँ र लसुन चाहिँ खतरा फल्या रहेछ। तोरीबारी यहाँ खतरा छ तर कस्तो भिडियोमा त कस्तो छ। ल आमाको डान्स आयो लस्करे बारी हेरेर घरतिर फर्किदेम। तर कस्तो राम्रो छ आज, घाम नलागेर कस्तो आछ कि यस्तो राम्रो देखिन्थ्यो यो तोरीबारी, घाम नलागेर हो कि कस्तो राम्रो। तोरीबारी आज घाम नलागेर कस्तो अँध्यारो अँध्यारो आछ कि, त्यही भएर कस्तो राम्रो छ सिनरी। के भयो रे, बुवाले घाँस काटिरहनु भएको छ, पछाडि चाहिँ घाँस हाल्ने होला यहाँ तन्नामा। तिमीले पनि त्यसरी बोक्नु आउँछ त्यसरी बोक्ने हो घाँस अहिले तिमीले? होइन ऊ त्यो बाजेले बोके जस्तो हो, टाउकोमा बोक्छ जहिले। आज चिसो चिसो मौसम। अब आज फाइनली घर जाने। पकौडा पकौडा खाइहाल्यो नि बिहान, हिजो खाने भनेको थियो, हिजो त अनि फर्किहाल्यो, अनि ऊ भइहाल्यो के अरे, फर्किँदाखेरि बेलुका भयो। अब आज त खै के गर्ने हो, भ्याउँदैन होला। राति पानीपुरी बनाएर खाने भने त्यसै भइहाल्यो। अब नखाने, अब यहीँ छोडेर जान्छु, तिमीहरू खाऊ न है, मम्मी र तिमी। हामीले लिएर आएको थियो प्याकेटमा पानीपुरी, लिएर आएको थियो, सुजुल ल्याए जस्तो लागेको थियो। अब मम्मी छोरी खाने पानीपुरी। अब तर मलाई त्यो फुलाएको पानीपुरी खानै मन लाग्दैन, अर्को त्यो अर्को पुरी जस्तो हुन्छ नि, पुरी छुट्टै हुन्छ त हाम्रो काठमाडौँ पाइने, त्यस्तोको चाहिँ मिठो लाग्छ मलाई पानीपुरी। यहाँ त फुलाएको अनि चटनी है, त्यो फिलिङ पनि कस्तो हो के, पानीपुरीको फिलिङ रेड रेड होइन, त्यतिकै मुस्नी पकाउने रहेछ, पकाएर ससमा पकाएर अनि तातो त्यही हाल्ने रहेछ पानीपुरीमा। अनि त्यो मिठो चाहिँ ठिकै हुँदो रहेछ, तर मलाई ठिकै लाग्यो। ल हाम्रो दिदीले चाहिँ बुहारी बोकेर आउनु भएको छ घाँस। गरमको छ, हल्का 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 गरम छ। बाख्रालाई घाँस ल्याउनु भएको तपाईँले? बाख्रालाई तारा दिदीको बाख्रालाई घाँस लिएर आएको, आइपुग्यो तारा दिदीको घरमा। जाङमाएर घाँस पनि बोक्यो दिदीले होइन त? बोकेर ल्याएँ। ल दिदीले त ल बिसाउनुहोस् बारी। ल लैजा पनि भन्ने होइन, धनियाँ पनि ल्याउनु भएको। त्यो त लैजा पनि भन्ने, अनि हेर्न जान्छ। यहाँ चाहिँ खै असल पाकेको छैन कि आयो। के पकाउनु लाग्यो, के बनाउनु भएको सुजु म्याम? मसरुम मसरुम अघि ल्याएको मसरुम यही हो? ए अघि त च्वासे बनाइरहनु भएको थियो त। च्वासे पाकिसक्यो। यहाँ पानीपुरी बनाएर खानु लाग्यो। अब यहाँ फुलाएर पानीपुरी हो नि।
झोल चाहिँ बनाइसक्यो। अब यो फुलाएर आलु मोल्ने अनि खानी। के लिएर आयो तिमीले लिजा? के लिएर आएको? टुपियम प्रीति चाउचाउ हो, मिठो रहेछ। मिठो हुन्छ त्यो प्रीति चाउचाउ है। अझ रम्पम के त धुलो धुलो त चाउनी 1 प्लेट पानीपुरी दिनुहोस् त। ओके 100 रुपियाँ है। 100 रुपियाँ हो। बाहिर किन्न गयो भने पर प्लेट 30 रुपियाँ हो। यो चाहिँ घरको अर्ग्यानिक प्याज, अर्ग्यानिक आलु भएको कारणले गर्दाखेरि 100 रुपियाँ। झोल ने प्रेसर कुकरमा 1 प्रेसर कुकर झोल बना खा। यस्तो मिठो मिठो हेर्दै खानु के सुजु म्यामले बनाउनु भएको पानीपुरी खान आउनु होला दाङमा। यहाँ चाहिँ 1 झोला बनाछौँ। यी खानु न भेना चाहिँ मिठो छ, टेस्ट गर्नु न। हाम्रो घरमा लाँदा 3 पानी मन पर्छ। कस्तो रहेछ बेटाजु? नम नम गर्दै हिँड्नु भएको त तपाईँ त। कस्तो लाग्यो भेनाजु? मिठो छ? मिठो छ है? भनेन त। खानु नि त अझै एउटा दुइटा। अमिलो मिठो छ भेनाजु? पिरो हो पिरो हो पिरो को के पनि छैन यहाँ। बढी भयो के यो झोल बढी भयो के झोल पानीपुरी आदि दिन राम्रो झोल हालेर खानु न है। ल अब चाहिँ हामी खानासाना खायौँ। अब हामी चाहिँ घर जानु भएको। अब चाहिँ हामी नाइटको गाडीमा जान्छौँ। 8 बजेको गाडी छ। अब लिजालाई छोडेर जाने बेला पनि आयो। के गर्नु है लिजा? केही बस्नु भने मान्नुहुन्न। अब भोलि पर्सि भेट हुन्छ। अब एकैचोटि 10 वर्षपछि अब कहिले भेट हुन्छ थाहा छैन हाम्रो होइन। गएपछि कहिले हो कहिले कता जाने? नजिकको पसलमा जाउँ न। यो हावा यो नजिक हो। कहाँको पसल जाउँ न त्यही। ल ल अब चाहिँ हामी यहाँ सामान किन्न जानु लाग्यो। खानेकुराहरू अहिले बसमा खानलाई भोक लाग्छ भनेर भनेर त्यही भएर हामी लिन आएको पसल जानु लाग्यो है। के भन्ने राम्रोसँग बस लिजा। भोलि पछि भेटौँ न अब एकैचोटि है। अब कहिले हुन्छ थाहा छैन। कहिले कहिले माया नमार्नु तपाईले चाहिँ हो। हामी धेरै फोटो पनि सम्झिन्छु म त। सपना पनि देख्छु। अझ हामी त फोटो पनि धेरै खिच्यौँ, भिडियो पनि बनायौँ है। कति टिकटकहरू बनायौँ। अब त्यही छ नि मेमोरी अब होइन। अब त्यो मेमोरी छ। अब त्यही हेर्दै अन्टिल नेक्स्ट टाइम होइन। अब त्यही फोटो भिडियो हेरेर सम्झना निकै मेमोरिज होइन। अलि अँध्यारो अँध्यारो छ क्या। बत्ती पनि छैन यहाँ बाटोमा। अब चाहिँ फ्ल्यास गर्नुपर्छ फेरि बाटोमै भ्लग बनाउँदै हिँड्यो लड्यो पनि छैन होइन। ल बाई बाई लिजा। ल अब सबैजना यहाँ रेडी भइसक्नु भयो जानलाई। पोकापाकी बोकेर एकजना चाहिँ टाउको दुख्यो भनिरहेछ जाने बित्तिकै। ल अब हामीलाई बिदाई गर्ने त होइन त दिदी? खाएर दाजु आएर जानु लाग्यो दिदी चाहिँ दाङबाट। अब
माथि त्यो कोटबाट भित्रबाट टाढो छ। बटम लगाउनु अनि त्यो लगाउनु यसले अलिकति पनि सेफ बाहिर चाहिँ यहाँ पापाकी मेरो होइन ऊ त्यसकै हो। यहाँ चाहिँ पोखापोखी बाहिर आम्मा मामा के फेरि बोरा हो त नि यो त नि आम्मा मामा 1 2 3 4 5 6 1 2 3 4 5 6 7 8वटा पोखा कसैले चाहिँ दरै देखाएको छ यार। ल लिचाको कोठामा सुत्ने पनि आज लास्ट। यस्तो राम्रो कोठा छोडेर जानु परेछ के गर्नु यस्तो राम्रो मान्छे पनि छोडेर जानु परेछ है गनिके कसले भने अल्छी गर्नु बस्नु ल बाई बाबा त्यहाँ गनेर बसिनु पर्छ बोरा कतिवटा छ भनेर